आज मलाई नोरा नेचुरलबाट एउटा गिफ्ट प्राप्त भएको छ। के गिफ्ट होला हेर्नुहोस् त। यो ओलिभ ओइल, एक्स्ट्रा भर्जिन ओलिभ ओइल विथ ओमेगा भनेर लेखेको छ। धेरैजना अभिभावकको प्रश्न हुन्छ, हाम्रो बच्चालाई चाहिँ यो ओलिभ ओइलको प्रयोग गरेर मसाज गर्न मिल्छ कि मिल्दैन, यसले अरू के बेनिफिटहरू हुन्छ भन्ने तपाईँहरूलाई लागेको छ भने आज म तपाईँलाई यो एक्स्ट्रा भर्जिन ओलिभ ओइलको बारेमा भन्ने छु। अन्तिम समय हेरिदिनु होला है त। सुरुमा त कुरा गरौँ, सानो बच्चालाई मसाज गर्न मिल्छ कि मिल्दैन भनेर। धेरैजना अभिभावकहरूले चाहिँ कोकोनटको ओइल युज गर्दाखेरि त्यसले चिसो लाग्यो, म त प्रयोगै गर्दिनँ, तोरीकै तेल प्रयोग गर्छु भनेर भन्नुहुन्छ। त्यसको लागि अल्टरनेटिभ पनि हुनसक्छ। धेरैजसो बच्चालाई यसमा हुने ओलिक एसिड अथवा भिटामिन ईले गर्दा, जसको चाहिँ एन्टिअक्सिडेन्ट प्रपर्टी हुन्छ, जसले गर्दाखेरि छालालाई एकदमै नरम बनाउन सक्छ भनेर भनिएको छ। र सानो बच्चाहरूमा कुनै स्टडीहरूमा चाहिँ के भनिएको छ भने, यदि सानो बच्चाहरूमा पेटमा यसरी मसाज गर्यो यो लगाएर भने त्यसले चाहिँ वेट गेनमा पनि सहयोग पुर्याउँछ भनेर भनेको छ। भनेदेखि यसको न्युट्रिसनल बेनिफिटहरू पनि छ है। न्युट्रिसनल बेनिफिट के छ भने, यसमा भएको जुन तत्त्व छ, जुन ओलिक एसिड छ, त्यस्तै ओमेगा भनेर भनिएको छ, भिटामिन ई छ, जसले गर्दाखेरि बच्चाको ब्रेन फङ्सन राम्रो हुने, पछि गएर उनीहरू बच्चाहरूको एकाडेमिक पर्फर्मेन्स राम्रो हुने। र 7 देखि 18 वर्षसम्मको बच्चाहरूमा गरिएको अध्ययनहरूले त के समेत बताएको छ भने, यो तेल प्रयोग गरेको बच्चाहरूमा चाहिँ ओबेसिटी अथवा यो मोटोपनाको सम्भावना कम हुने भनेर भनेको छ। त्यस्तै गरेर यसमा चाहिँ फ्याट सोलुबल भिटामिनहरू भनेको एडिईके भन्ने भिटामिनहरू चाहिँ यो प्रयोग गरिराख्दाखेरि चाहिँ शरीरमा धेरै शोषिनी भएको कारणले गर्दाखेरि बच्चाहरूमा त्यो भिटामिनहरूको डेफिसियन्सी पनि कम हुने अथवा त्यो भिटामिनको कमी हुन नदिने पनि यसको रोल हुन्छ। तर सानो बच्चालाई तपाईँले युज गर्दाखेरि यसको सुदिङ इफेक्ट अथवा जुन छालालाई राम्रो बनाउनु पर्ने हो त्यो त गराउँछ। तर तपाईँहरूले सुरुमा प्रयोग गर्दाखेरि चाहिँ कम्तीमा पनि सुरुमा लगाएको ठाउँमा सानो एरियामा लगाउनु होला। सानो एरियामा लगाएको ठाउँमा यदि बच्चाको त्यस्तो र्यासेसहरू आएको छैन, मजाले उसको स्किन सुद भइराखेको छ, स्मुथ भइराखेको छ भनेदेखि चाहिँ यो तेल मजाले युज गर्न सक्नुहुनेछ। र फेरि पनि हाम्रो नोरा नेचुरललाई धेरै धेरै धन्यवाद।